Namaskar. Today we are going to learn divisibility test of various numbers. Divisibility भनेको whether the given number exactly divides the other numbers or not. For example, whether 2 divides 40 exactly or not, 3 divides 43 exactly or not. त्यो चेक गर्यो भने हामीलाई सजिलो हुन्छ लङ डिभिजन प्रोसेसबाट जानु पर्दैन. First of all we have for 3. For 2 I am not doing it किनभने 2 भनेको इभन नम्बर भयो भने 2 ले एक्ज्याक्टली डिभाइड गर्छ. अब कुन नम्बरलाई 3 ले खान्छ, सर्लप्पै खान्छ भनेको सर्लप्पै डिभाइड गर्छ. सो 3 लाई के नम्बर मिठो लाग्छ कसरी थाहा पाउने त? सो अहिले म्याङ्गोको सिजन छ, म्याङ्गो मिठो भनेर कसरी थाहा पाउने त? सो टेस्ट गरेर गुलियो हुनु पर्यो, औषधि नहालेको हुनु पर्यो, टु बी टेस्टी, एकदमै जुस पनि फ्रेश बन्नु पर्यो. सो कस्तो खालको म्याङ्गो किन्ने त अहिले? लेट्स लिंक विथ 3. Choose that type of mango which is exactly divisible by 3. So in the market, code gareko थियो रे. Imagine in this world all of them are mathematical expert. So first mango it was coded 1 4 3. Now you have to check. You don't have much time whether it is divisible by 3 or not. So simple it is 1 4 3. के गर्ने त? एड गरिहाल्ने क्विकली. 4 + 3 7 + 1 8. अब यो 8 लाई 3 ले डिभाइड गर्छ त? यो सानो नम्बरमा कन्भर्ट गरेपछि हामीलाई सजिलो हुन्छ. 8 लाई 3 ले डिभाइड गर्दैन. 3 2 = 6, 3 3 = 9. इक्वली डिभाइड भयो त? भएन. सो डेसिमलले we are not going to take decimal, so not divisible. So 8 is not divisible by 3. So we are not going to take that mango. It might be sour, not tasty, bitter. So यो भनेपछि 143 is also not divisible by 3. So we are rejecting this mango. Now moving towards next mango, the number written here is 2 3 4. अब यो mango कतिको रिजेक्ट हुन्छ? So let's follow the rule. 2 + 3 + 4 9. 9 लाई 3 ले खान्छ त? एक्ज्याक्टली. केही पनि बाँकी रहनु भएन. सबै मिठो लागोस् नलागोस् खानै पर्यो. सो 9 लाई 3 ले एक्ज्याक्टली खान्छ इज डिभिजिबल बाइ 3. इट मीन्स 2 3 4 is divisible by 3. So 2 3 4 is divisible by 3. So केही छैन गाह्रो. एड गर्ने डिजिटलाई यदि त्यो रिजल्टलाई 3 ले डिभाइड गर्छ भने obviously मेन नम्बरलाई पनि डिभाइड गर्छ. So we are going to select this mango. Yuppie. So it is tasty. So let's select it. Now moving towards 7. 7 को अलिकति तपाईहरु कन्फ्युज हुनु भएको थियो. So let's start. नम्बर A. 2 डिजिट त हामीले सक्छ. हामीले 7 को टेबल चाहिँ थाहा हुनु पर्यो है. 7 को टेबल थाहा छ होला सबैलाई. So first example is 203. अब एउटा यस्तो मिशन आयो जहाँ चाहिँ हामीले 7 लाई डिभाइड गर्ने नम्बरहरु मात्र सिलेक्ट गर्नुपर्ने हुन्छ. To save ourselves. Is that clear? Or to upgrade ourselves. So first मा 203 भन्ने नम्बर देखिहाल्यो रे. अब हामीले क्विकली क्र्याक गर्नु पर्यो whether it is divisible by 7 or not. के गर्ने? यो 3 जुन छ यो 3 लाई डबल गर्ने. लास्ट डिजिट हो, वान्स प्लेस को डिजिट हो, यसलाई डबल गर्ने. डबल कति हुन्छ? 3 * 2 6. अब यसलाई डबल गरेपछि यो बाँकी भएको त हेरे गर्दैन नि त. अब यसलाई डबल गरिसकेपछि काम सकियो. बाँकी के रह्यो? 20. सो 20 बाँकी रह्यो. यसरी रिक्वायर्ड नम्बर भनेर लेख्ने. 20 माइनस डबल गरेको नम्बर गर्ने. कति आयो? 14. यो प्रोसेस हो. लास्टको डिजिटलाई डबल गर्ने अनि बाँकी भएको नम्बर रिसाउँछ नभयो है, एकदमै रिसाउँछ, पिरो पार्देला. सो व्हाट वी डू? 20 माइनस डबल गरेको नम्बर 14. अब इट इज डिभिजिबल बाइ 7 or not? 7 को टेबलमा आउँछ आउँदैन? 14 आउँछ. इट इज डिवाइडेड बाइ 7. एक्ज्याक्टली डिवाइडेड. Therefore 203 is also divisible by 7. सबै डिभिजिबल छ कि छैन? छ. So 7 को यसरी गर्ने, अरु नम्बर पनि ट्राई गर्ने. Okay, see from the first. For 3 we just add the numbers. For 7
we just double the digit of ones place अनि बाँकी भएको क्या बाँकी भएकोलाई त इग्नोर गर्नु भएन नि क्रिकेट छ ब्याटिङ सबैलाई चान्स दिनुपर्छ है सकभर अब चान्स दिएन भने पनि के गर्न सकिन्छ त we can give them the chance of bowling है सबैलाई चान्स दिनु पर्यो भने जस्तै बाँकी नम्बरले के गर्छ सबट्र्याक्ट गर्छ अनि रिजल्ट चाहिँ 14 आयो यो डिभिजिबल बाइ 7 छ भनेपछि मेन टिम पनि 7 ले डिभाइड हुन्छ यु क्यान चेक इट अल्सो 7 203 7 2 जा 14 63 7 9 जा 63 remainder is 0 so it exactly divides okay thank you